हेलो साथीहरू, वेलकम छ मेरो डे 8 मिनट भ्लगमा। सबैजना आरामै हुनुहुन्छ होइन। म पनि ठिक छु। आज चाहिँ मेरो बिहानको सुरुवात हुन्छ मेरो बच्चाहरूसँग खेल्दै। अनि त्यसपछि चाहिँ मैले यसलाई चाहिँ नास्ता दिएँ बिहानको। यसले चाहिँ कुनै बाबालाई दिएन क्या। त्यसपछि म बिहान साथै पानी खान्छु। त्यसपछि मैले पानी खाएँ यसलाई जति। अनि चाहिँ मैले मेरो बेबीलाई यस्तरी बोकाएको थिएँ क्या बिहान, किनकि काम गर्न सजिलो हुन्छ। त्यसपछि चाहिँ मैले मेरो बेबीलाई घाममा लगेर मालिस गरिदिएँ एकछिन। अनि उता चाहिँ लिपिकहरू थिएँ। त्यसपछि म मेरो बेबीलाई सुताएर तल आएर किचनको थोरबहुत काम गरेँ। भाँडाहरू माझेँ फटाफट हो। अनि घाम लागेर बेबीलाई चाहिँ सुताएको थिएँ नि, अन्त बेबी चाहिँ कहिले गर्न दिँदैन। त्यसपछि रात परिसकेको थियो। त्यसपछि म कपडा धुन लगाएको थिएँ हो। हेर्न सक्नुहुन्छ उनीहरू लागिसकेको थियो। अनि हाम्रो चाहिँ पानी साँझखेरि आउँछ नि, मोटर चलाएर तातो पानी आउँछ, त्यही भएर चाहिँ साँझै धुन्छु प्रायः जस्तो। अनि मेरो चाहिँ भित्र थियो। म चाहिँ कपडा धुँदै धेरै नै थिएन, तर थोरै दियो हो। त्यसपछि चाहिँ म कपडा सपडा धुन लागिसकेँ। अनि यति नै थियो कपडा। अनि मेरो बेबी चाहिँ खेलिरहेको थियो दिदीसँग क्या, यसको दिदीसँग चाहिँ खेलिरहेको थियो। त्यसपछि चाहिँ म कस्तो चिन्ता लाग्छ नि जाँदै बेबीलाई हेर्दै हेर्दा। मेरो बेबीले चाहिँ आज यति मजाले खेलेको कि माया लागेको, रोएको पनि थिएन। त्यसपछि म नुहाइधुवाइ गरेँ। अनि त्यसपछि मेरो कमरा च्यादरहरू धोएको थिएँ, त्यही भएर चाहिँ मेरो कमराहरू मैले साफ गरेँ। हेर्न सक्नुहुन्छ लास्टै छ हाम्रो घरतिर। अब गर्मी हुन्छ, दिनमा गर्मी हुन्छ, साँझ बिहान जाडो हुन्छ हो। अनि म चाहिँ च्यादरहरू मिलाउँदै थिएँ। अनि मेरो बहिनीले चाहिँ फोन गरेको गरिरहेको थियो क्या मलाई। मैले त उठाउँदा नि उठाएन। सो यो च्यादर यिनी कपडाहरू यिनी बेडहरू मिलाउनु मलाई यति झ्याउ लाग्छ, यति झ्याउ लाग्छ। पुरै छाडिदिनु। त्यसपछि मैले यो आज चाहिँ मैले यो पनि गरेँ, किनकि आज यसको बाबा हुनुहुन्छ, त्यही भएर चाहिँ सिरानाहरू पनि मिलाएँ। बच्चासँग चाहिँ केही कान्न पनि हुँदैन। त्यसपछि मेरो कपाल चाहिँ यसरी मैले टकटकाएँ। सो गाइज, मेरो मिनी भ्लग चाहिँ यहीँ गरेर सकिन्छ। यस्तै मिनी भ्लगहरूलाई मलाई फलो गर्नुहोस् र मेरो भिडियोलाई लाइक कमेन्ट गर्न नबिर्सिनु होला। सो बाई बाई।